नमस्कार सम्पूर्ण साथीहरुमा। हिजो साथीहरु मैले प्रदेश लोक सेवा आयोग मध्य प्रदेशले सहायक 5 अन्तर्गत सोधेका जीके खण्डको एन्सर चाहिँ हालिसकेको छु साथीहरु। त्यसमा त्यो पनि गएर हेर्नु होला र आइक्यू खण्डकोमा भोलि हाल्छु भनेको थिएँ र स्वयंरूप आज म यो भिडियो लिएर आइसकेको छु र यसको सहजीकरण र यसको सोलुसन चाहिँ कैलाश ढकाल सरले गर्नुभएको छ। ल त साथीहरु, अब मैले तपाईलाई यो धेरै यो भन्नु भन्दा पनि मैले स्लाइड शो गर्छु। तपाईहरुले यो पज गरेर हेर्नु होला अथवा प्र्याक्टिस गर्नु होला एक्जाम नदिएको साथीहरुले चाहिँ। अब हेर्नुस् त साथीहरु, 1 को एन्सर बी रहेको छ। यो चाहिँ तपाईहरुको कोडिङ डिकोडिङबाट सिरिजको सन्दर्भबाट रहेको थियो क्वेशन। डी जी यसरी 3 + 4 + 5 बाट अगाडि बढ्दै गएको थियो हैन। यसरी तपाईको के पी भी एन्सर हुन आउँछ। र 2 को डी, यहाँ हिटर बाहेक अरु सबै कुलिङ पर्पजको लागि प्रयोग हुने भएकाले हिटर अरुभन्दा फरक भन्ने कुरा छ। त्यस्तै गरी प्रश्न नम्बर 3 मा यसको एन्सर बी रहेको छ। यो कोडिङ थियो तपाईहरुको साथीहरु हैन। यो 3 को स्क्वायर नम्बर अफ लेटर, त्यहाँ जतिवटा लेटर छन् त्यसको स्क्वायर + 2 भनेर छ। जस्तै अब तपाईको कोडमा 4 वटा अक्षर छ भने हैन, त्यसको स्क्वायर + 2 र अब कोडको डगको हेर्दा 3 वटा अक्षर छन् भने 3 को स्क्वायर अनि +2 गरेको हो। अनि त्यसपछि टाइगरमा कतिवटा अक्षर छन्? 5 वटा अक्षर छन्। हेर्नुस् त, TIGER टाइगर 5, त्यही भएर त्यसको 5 को स्क्वायर + 2 27 भएको हो। र पुमा दिएको थियो अब तपाईहरुलाई। पुमामा चाहिँ तपाईको 4 वटा अक्षर छन्, 4 को स्क्वायर 16 भयो र 2 त कन्स्ट्यान्ट एड गर्ने हो, त्यसर्थ 18 भयो। यसरी बुझिदिनुस्। र त्यसपछि यो डिरेक्सनबाट क्वेशन थियो र त्यो तपाईहरुले अब क्वेशन हेरेर पनि अब हेर्न सक्नुहुन्छ। क्वेशन यहाँ राख्न सकिएन। अब यसरी चाहिँ तपाईहरुको एन्सर बी हुन आउँछ साथीहरु। हेर्नुस्, अहिले उनी उत्तर दिशामा जाँदै छन् भनेर यो फिगरबाट यो तपाईले क्वेशन हेरेर टक्क हेर्नुस् हैन। अब एक्जाम दिनु भएको साथीहरुलाई त क्वेशन पनि याद होला। अनि त्यसैगरी प्रश्न नम्बर 5 मा उमेरको घट्दो क्रममा मिलाउँदा दोस्रो स्थानमा को छ भन्ने थियो हैन। त्यो अप्सन डी म रहेको थियो साथीहरु तपाईहरुको एन्सर समीप्या भनेर हैन, त्यो हुन जान्छ। त्यसैगरी प्रश्न नम्बर 6 को बी एन्सर हुन जान्छ। क्वेशन हेरेर यो एक्सप्लेनेसन पढ्नु होला है। त्यस्तैगरी प्रश्न नम्बर 7 को डी हुन आउँछ एन्सर 120। यो चाहिँ इन्टु 2 + 3 गरेर अगाडि बढिरहेको छ। इन्टु 2 प्लस यो पछाडि चाहिँ कन्स्ट्यान्ट मल्टिप्लाई कन्स्ट्यान्ट इन्टु 2 भएको छ र एडिसन चाहिँ +3 +4 +5 हुँदै गइरहेको अवस्था छ साथीहरु। तसर्थ यसको एन्सर 120 हुन आउँछ। प्रश्न नम्बर 8 मा 8 को सी हुन आउँछ। यो तपाईले हेर्नु होला 34 को त्यो माथि 4 क्यूब - 3 को क्यूब गरेर 64 - 27 गरेर 38 भए जसै 45 को 5 को क्यूब - 4 को क्यूब गरेर 125 - 164 गरेर 61 आएको थियो। त्यस्तै गरी 9 को अप्सन सी ठीक रहेको छ साथीहरु, यहाँ तपाईले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी अब ढिल नगरी मैले छिटो देखाएँ साथीहरु अझ अलि कार्यव्यस्तताको कारणले। ल प्रश्न नम्बर 10 को एन्सर बी रहेको छ साथीहरु है। अब यसलाई हेर्नु होला तपाईहरुले, यो एभरेजिङ गरेको छ। अनि त्यसपछि प्रश्न नम्बर 12 को डी, अनि त्यसपछि प्रश्न नम्बर 13 को सी, यो चाहिँ आवश्यक संख्या निकाल्न भनेको थियो होला सायद। अब त्यो के थियो है, त्यो प्रश्न हेर्नु होला। अनि त्यस्तै गरी प्रश्न नम्बर यहाँ 13 भनिसकेपछि अब हामीले 14 हेर्छौं। 14 को यसरी एन्सर सी हुन आउँछ। त्यसै गरी 15 को एन्सर ए हुन आउँछ। यो तपाईहरुले यो यहाँ गरेको आधारले हेर्नु होला है। यो माथि 4 + 5 * 7 गरेर 63 आएको छ। त्यस्तै गरी त्यहाँ 9 इन्टु त्यहाँ x मानेर इन्टु x गर्ने अनि त्यो 6 लाई मल्टिप्लाई गरिदिएपछि 75 आउँछ साथीहरु। र 15 को चाहिँ फिगर बुझिएन, क्लियर आइदिएन साथीहरु। त्यो क्लियर नभएको हुनाले अलि गाह्रो भयो एन्सर भन्न। 16 को एन्सर बी हुन्छ। त्यस्तै गरी 17 को एन्सर ए, चित्र अलिक क्लियर छैन भन्ने छ, त्यही पनि यसको एन्सर ए राख्नु भएको छ। र 18 को एन्सर सी र 19 को एन्सर बी र त्यसैगरी 20 को एन्सर सी
र यसरी साथीहरू लगभग आजको हिजो तपाईँहरूलाई मध्य प्रदेश अन्तर्गत 5 तहलाई सोधेको 19वटा प्रश्नको समाधान हामीले गरिसकेका छौँ। एउटा चाहिँ बुझिएन। अब यो आधारमा पनि यो आधारले पनि साथीहरू तपाईँले आफ्नो मूल्याङ्कन गरेर आफ्नो द्वितीय चरणको तयारीलाई बुस्टअप गर्नु होला भन्न चाहेँ। र जिके हेर्नुभएको छैन भने जिके खण्ड पनि मैले हिजै राति मैले अपलोड गरिदिएको छु र त्यहाँ गएर भिजिट गरेर हेर्नु होला। साथै गोर्खापत्रहरू पनि मैले अपलोड गर्ने गरिरहेको छु, करेन्ट अफेयरहरू त्यो पनि पढ्नु होला भने। हस्त साथीहरू, सुनेर हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।